हेलो गाइस, नमस्ते। हजुरहरुको सामु चाहिँ मैले आज ब्राइडल मेकअप लिएर उपस्थित भएकी छु। ब्राइडल मेकअप गर्नुभन्दा पहिला चाहिँ हामीले केही कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ। ब्राइडल मेकअप गर्नुभन्दा पहिला चाहिँ हामीले मजाले फेस वाशले फेस धुइने, त्यसपछि फेसलाई ड्राई गर्ने, अनि त्यसपछि हामी चाहिँ फर्स्टमा चाहिँ मेकअप गर्नुभन्दा पहिला चाहिँ हामी आइब्रो कोर्ने गर्छौं। आइब्रो कोर्ने, कन्सिलरले कट गर्ने, मजाले आइब्रो कोर्दा चाहिँ हामीले जहिले पनि पछाडी डार्क अगाडि लाइट हुनुपर्छ। कन्सिलरले कट गरिसकेपछि चाहिँ हामी ब्लेन्ड गर्छौं। त्यो कन्सिलरलाई मजाले ब्लेन्ड गर्छौं। हजुरहरुले देख्न सक्नुहुन्छ, म पनि मजाले ब्लेन्ड गरिरा छु। मैले चाहिँ अनि त्यसपछि मोइस्चराइजर लिएर आँखाको वरिपरि लगाए। बढी भएको चाहिँ मैले तल गालातिर लगाइदिए, अनि त्यसपछि फेरि त्यसलाई पनि मैले ब्लेन्ड गरे। त्यसपछि फेरि मैले मोइस्चराइजर लिए। मेरो फेस चाहिँ ड्राई भएको कारणले मैले पहिला नै मोइस्चराइजर लगाए। सबैतिर फेरि मोइस्चराइजर मैले लगाए, फेसमा होल फेसमै मोइस्चराइजर लगाए। अनि मजाले ब्लेन्ड गर्दै छु, हजुरहरुले देख्न सक्नुहुन्छ। अब चाहिँ मैले प्राइमर लिएको छु। प्राइमर थोरै हातमा लिने र अनि त्यो प्राइमर पनि आँखामा सेट गर्ने। 5 मिनेट पछि फेरि मैले कन्सिलर लिएर कन्सिलर लगाएछु। कन्सिलर लगाउनुको कारण चाहिँ हामीले आई बेस बनाएको हो। अब फेरि पाउडरले मैले त्यो कन्सिलरलाई सेट गरे। अनि मैले लाइट कलर लिएर क्रिज लाइनतिर एप्लाई गरे। एप्लाई गर्दै मजाले ब्लेन्ड गरेको छु मैले, हजुरहरुले देख्न सक्नुहुन्छ। फेरि मैले अर्को कलर लिएर तलपट्टि लगाएको छु। फेरि म मजाले ब्लेन्ड गर्दै छु। हजुरहरुले पनि यसै गरी ब्लेन्ड गर्नुपर्ने हुन्छ। फेरि मैले अर्को साइडको आँखामा पनि त्यसै गरी ब्लेन्ड गर्दै छु। ब्लेन्ड गर्दै जाने। माथिको र तलको कलर चाहिँ एकदम राम्रोसँग हुनुपर्छ। मैले चाहिँ फेरि कन्सिलरले कट गरेर अनि फेरि मैले मजाले ब्लेन्ड गर्दै छु। देख्न सक्नुहुन्छ, मैले यतिको आई मेकअप गरेको छु। मस्काराहरु लगाए। फेरि मैले प्राइमर लिएर फेरि होल फेसमा लगाउँदै छु। ल्यासेस पनि राखिसके। यो चाहिँ कलर करेक्टर हो। कलर करेक्टरले मैले डार्क सर्कलहरु छोप्दै छु। त्यो कन्सिलर मैले फेरि ब्लेन्ड गरे। अनि त्यसको माथिबाट चाहिँ एक सेड डार्क, हाम्रो फेस भन्दा एक सेड डार्क कन्सिलर लिएर चाहिँ मैले छोपेको छु। त्यसपछि मात्रै मैले फाउन्डेसन लगाएको छु। हजुरहरुले देख्न सक्नुहुन्छ। मेरो भोइस ढिलो भए पनि हजुरहरुले भिडियोको माध्यमबाट पनि थाहा पाउन सक्नुहुनेछ। अनि त्यसपछि मैले फाउन्डेसन लिएर मजाले फाउन्डेसन लगाएर ब्लेन्ड गर्दै छु, हजुरहरुले देख्न सक्नुहुन्छ। फाउन्डेसन ब्लेन्ड गरिसकेपछि मैले लाइट कन्सिलर लिएर नोजलाई लाइट गरेको छु। त्यसपछि मैले माउथ एरिया जहाँ जहाँ हाइलाइट देखाउनु पर्ने हो त्यो पार्टहरुमा चाहिँ मैले कन्सिलर गरेको छु, हेर्न सक्नुहुन्छ। लाइट कन्सिलर, यो लाइट कन्सिलरलाई मजाले ब्लेन्ड गर्ने। त्यसपछि मैले आईको तल पनि लाइट देखाउनको लागि लाइट कन्सिलर लगाए। अब ब्लेन्ड गर्छु। मैले कन्ट्रोल यो ठ्याक्कै अब त्यो कन्सिलर मैले सेट गरेको छु। पाउडर पफ लिएर फेरि कन्ट्रोल गरेको पनि कन्ट्रोललाई काटेर सेप मिलाइदिएको छु। फेरि होल फेसलाई चाहिँ मैले पाउडरले सेट गरेको छु। त्यसपछि मैले ब्लसर लगाए।
फेरि लिपस्टिक लगाए। लिपस्टिक चाहिँ आउटर कर्नरदेखि इनर कर्नरसम्म नै लगाउने हो। देख्न सक्नुहुन्छ म यस्तो देखिएकी छु। अब सेटिङ स्प्रेले म सेट गर्दैछु सबै होल फेसलाई। धन्यवाद। आजको लागि यति नै। मेरो फेस यस्तो देखिएको छ। लास्टमा मेरो लुक यस्तो आएको छ है त।